जय श्रीराम। यहाँहरूलाई हार्दिक स्वागत छ हाम्रो आजको यो नयाँ श्रृङ्खलामा। हामी विगत केही दिनदेखि फल दीपिका नामक ग्रन्थमा दिएका विभिन्न विषयवस्तुहरूलाई चर्चा गर्दै आइरहेका छौँ। हामी हिजोसम्म राशिका वर्गीकरणका कुराहरू, राशि स्वामीहरू, भावका कुराहरू, कुन भावबाट के हेरिन्छ भन्ने कुराहरू चर्चा गऱ्यौँ भने हामी आज चाहिँ ग्रहको बारेमा चर्चा गर्नेछौँ। एउटा कुण्डलीमा 9वटा ग्रह हुन्छन् अनि 12वटा राशि र 12वटा भाव। यिनी सबै कुराहरूलाई मिलाएर हामीले फलादेश गर्छौँ। जातकको शुभाशुभ जे पनि छन् त्यो हामीले यिनी 3टा कुराबाट चर्चा गर्नेछौँ। भनेपछि अब हामीले हिजोसम्म भावको बारेमा कुरा गऱ्यौँ अनि राशिको बारेमा कुरा गऱ्यौँ भने हामी आज चाहिँ ग्रहबाट कुरा गर्छौँ। 9वटा ग्रह हुन्छन्। अब प्रत्येक ग्रहको कारकत्व हुन्छ। कुन ग्रहले हामी के कुरा हेर्छौँ, जस्तै बुवा, आमा, सन्तान, सुख, खुसी, धन, पैसा, कर्म, शक्ति, भनेपछि जोस, जाँगर लगायत विभिन्न कुराहरू हुन्छन्। ती कुराहरू हामीले चाहिँ कुन कुन ग्रहबाट के हेर्छौँ भन्ने कुराहरू यहाँनिर हामीलाई दिएको छ। हामी अब 1 देखि लिएर यहाँनिर 6, 7 नम्बरको श्लोकसम्म दिएको छन्। हामी यसको अर्थहरू यहाँ तल हेर्नेछौँ। जस्तै तामा भनेर भन्यो, तामा, सुन, बुवा, अनि पछि शुभ फल भनेको आफ्नो शुभ फल भनेको जातकको बुवासँगको सम्बन्ध कस्तो हुन्छ त, बुवासँग मिल्छ कि, बुवासँग झगडा गर्छ कि, बुवाको साथ सहयोग कत्तिकै पाउँछ भन्ने कुराहरू हुन्छन्। अनि तामा भनेको तामाको भाँडो, यदि सूर्य कमजोर छ भने तामाको भाँडामा पानी खानु वा तामाको भाँडामा खाना खानु भनेर भन्छन् नि। तामाको कुनै पनि चिज दान गर्नु भन्ने कारण, किनभने तामा भनेको सूर्यसँग सम्बन्धित छ। धैर्य भनेको केही चिजको लागि वेटिङ गर्नु, जस्तै सङ्घर्ष गर्यो त्यसको फलको आश नगरेर त मान्छेहरू त्यो निरन्तर रूपमा सङ्घर्ष गरिरहेको छ त्यसपछि बल्ल त्यसलाई सफलता मिलेको जस्तै अहिलेका मान्छेहरूले के गर्छन्, आजको आजै चाहियो, भोलिको भोलि नै चाहियो भन्ने कुराहरू हुन्छ। त्योमा चाहिँ धैर्य कमी भएको मान्छेमा हुन्छ। धैर्यता राम्रो हुनु, धैर्यता मान्छेमा कत्तिको छ भन्ने कुराहरू चाहिँ हामीले सूर्यबाट हेर्छौँ। अनि शौर्य भनेको मान्छेमा पराक्रम कत्तिको छ त होइन। जस्तै कोही मान्छेलाई चाहिँ नेतृत्व गर्ने क्षमता कत्तिको छ भन्ने कुरा हामीले चाहिँ सूर्यबाट हेर्छौँ। कन्फिडेन्स कत्तिको छ, आत्मविश्वास कत्तिको छ भन्ने कुराहरू हेरिन्छ। जस्तै सूर्य भनेको के, आत्मा हो भनेपछि त्यही आत्मासँग सम्बन्धित कुराहरू हामीले सूर्यबाट हेर्छौँ। जस्तै आत्मविश्वास, आत्मबल भन्ने कुराहरू हामीले चाहिँ सूर्यबाट हेर्छौँ। अनि युद्धमा विजय भनेको यदि कुनै पनि चाहिँ लडाइँ गर्न गयो, झगडा मतलब कुनै युद्धमा गयो अनि चुनाव भयो भने चाहिँ त्यहाँमा जित्छ कि जित्दैन त। सूर्य राम्रो भएको मान्छेले त्यहाँनिर चाहिँ एउटा जित हासिल गर्ने सम्भावना प्रबल हुन्छ। अनि चाहिँ आत्मा आयो। अब जस्तै हाम्रो 5th हाउस भनेको के, त्यहाँनिर चाहिँ हाम्रो आत्मा हुन्छ। अनि पञ्चम भावमा जुन राशि हुन्छ कालपुरुषको, त्यो सिंह राशि हो। सिंह राशिको स्वामी के हो, सूर्य। सूर्य के छ त, हाम्रो आत्मा हो भनेपछि जस्तै एउटा जुन हाम्रो सौर्यमण्डलमा सूर्य बिना धरतीको कुनै पनि कल्पना गर्न सकिँदैन। जुन एउटा धरतीमा रहेका यिनी वन जङ्गलहरू, हामीले खाने अन्नहरू सूर्यकै कृपाबाट हामीले खान पाइरहेका छौँ, हामी बाँचिरहेका छौँ। हामीले फेर्ने सास भने सूर्यले गर्दाखेरि जुन एउटा बोट बिरुवामा त्यसले खाना बनाउँछ बोट बिरुवाले, अनि त्यसपछि त्यहाँबाट उत्पन्न हुने अक्सिजन हामी लिन्छौँ। यदि सूर्य भएन भने बोट बिरुवा हुँदैनन् र बोट बिरुवा भएन भने हाम्रो जीवन पनि सम्भव छैन। भनेपछि त्यहाँनिर यदि हाम्रो आत्मा हुँदैन भने त्यहाँनिर जीवन सम्भव हुँदैन होइन। जस्तै अब हरेक व्यक्तिमा एउटा आत्मा हुन्छ। अब त्यो चाहिँ त आत्मा उडिसक्यो भने मान्छेको जीवन सकिन्छ भनेको जस्तै सूर्य एउटा आत्मा हो भनेपछि सुख, त्यो व्यक्तिले सुख पाउँछ कि होइन, अरूको दुःख गर्नुपर्छ कि, कर्म गरेर खानुपर्छ कि अरूको, वा आफ्नै कुनै बिजनेस गर्छ कि भन्ने कुराहरू यहाँनिर हामीले हेर्छौँ। अनि त्यसपछि आयो प्रताप भन्ने, उसको मान सम्मान इज्जत कतिको छ त उसको भन्ने कुराहरू हुन्छ। राज सेवा भनेको जस्तै
कुनै पनि ठाउँमा चाहिँ गभर्मेन्टसँग लिङ्क गएर व्यक्तिले काम गर्न सक्छ कि सक्दैन। जस्तै गभर्मेन्ट जागिर खाने होइन, सरकारी जागिर खाने हुन्छन्। अनि कुनै पनि ठाउँमा चाहिँ गभर्मेन्टसँग लिङ्क गएर कुनै पनि कुराहरू आउँछन् भने त्यहाँनिर चाहिँ हामीले सूर्यबाट हेर्छौँ। यदि सूर्य कमजोर छ भने चाहिँ त्यहाँनिर त्यही गभर्मेन्टबाटै त्यहाँनिर उसलाई रेड पर्ने, कुनै करप्सनको एउटा ट्याग लाग्ने हुन्छ होइन। त्यहाँ कुनै पनि चाहिँ सरकारबाट, राज्यबाट दण्ड भोग्नुपर्ने हुन्छ यदि सूर्य कमजोर भएको अवस्थामा। यसै गरी अब हामी कुरा गरौँ शक्ति भनेको के हो? पावर। मान्छेमा पावर कतिको छ, सोर्स फोर्स लाउने कतिको सक्छ उसले। एक कलको भरमा पुरै राजसत्ता पल्टेको जस्तै यहाँनिर शक्ति कतिको छ त जातकमा भन्ने कुराहरू हुन्छ। अनि प्रकाश भनेको जस्तो लाइट, अँध्यारोलाई हटाउने के हो? लाइट। भने चाहिँ यदि मान्छेमा सूर्य छ, सूर्यको पावर छ, सूर्य बलवान छ, सूर्य उच्च छ, सूर्यको केन्द्रमा छ, अनि त्यस्तो अवस्थामा चाहिँ सूर्यले चाहिँ एउटा जुन अन्धकार रूपी वातावरणलाई चिरेर प्रकाश दिन सक्ने क्षमता भएको सूर्य ग्रह हो। भगवान् शिवसँग सम्बन्धित कार्य भने चाहिँ भगवान् शिवसँग सम्बन्धित मान्छेले कार्य गर्नुभयो। वन जङ्गल पहाडमा यात्रा भने चाहिँ जस्तै त्यहाँ कुनै 5 जना मान्छेहरू छन्, तिनीहरू घुम्न जाऊँ भनेर भने कहाँ जान्छन् त भन्दाखेरि सूर्य राम्रो भएको मान्छेले कहाँ भन्छ त, कुनै वन जङ्गलमा जाऊँ भन्छ, कुनै पहाडमा जाऊँ भन्छ होइन। अनि त्यो होम गर्ने कार्यहरू भयो, अनि देवीस्थान मन्दिरको कुराहरू हुन्छन्, सूर्यले चाहिँ मन्दिरलाई पनि हेर्छ। अनि तीक्ष्णता भनेको जस्तै व्यक्तिको तीक्ष्ण, उसको चाहिँ बुद्धि कस्तो छ त होइन, त्यसले सम्झिन सक्ने क्षमता कतिको छ त्यो जातकमा भन्ने कुराहरू हुन्छ। यिनी आदि कुराहरू चाहिँ हामीले सूर्यबाट हेर्छौँ। अनि पछि चन्द्रमाबाट हामी आमाको बारेमा हेर्छौँ होइन, आमाको स्वास्थ्यको बारेमा भयो। अनि त्यो व्यक्ति चाहिँ भित्रबाट कतिको खुसी छ त, मानसिक रूपमा कतिको उसको दिमाग सन्तुलन छ त, एउटा जुन तपाईँको भित्र मनबाट कतिको खुसी छ। किनभने कालपुरुष कुण्डलीमा हेर्ने हो भने हामीले चौथो घरमा चन्द्रमाको राशि पर्छ। चौथो घर भन्ने के हो? हाम्रो मन हो। अनि चौथो घर यदि राम्रो अवस्थामा छ भने चन्द्रमा राम्रो अवस्थामा भयो। त्यहाँनिर चाहिँ यदि चन्द्रमा खराब छ भने मान्छेको मनको चाहिँ प्रसन्नता अलिक कम हुन्छ भनेर हामी यहाँनिर भन्न सक्छौँ। यसै गरी समुद्र स्थान भनेको मान्छे चाहिँ विदेश जानु हो। जस्तै चन्द्रमाले 2.5 दिनमा एउटा राशि परिवर्तन गर्छ भनेको चन्द्रमा के छ? चञ्चल छ कि होइन। अब जस्तै कोही ग्रहहरूले 1 महिनामा परिवर्तन गर्छन्, कसैले 1 वर्षमा, कसैले 2.5 वर्षमा। तर चन्द्रमाले के गर्छ? 2.5 दिनमै एउटा राशि पार गरेर अर्को राशिमा जान्छ भने चाहिँ चन्द्रमा कति चञ्चल छ त भनेपछि चन्द्रमालाई चाहिँ हिँडिरहन मन लाग्छ, घुमिरहन मन लाग्छ भने चाहिँ कहिले कुन देश जाने भयो, कहिले कुन देशमा गएर समुद्र स्नान गर्ने भयो होइन। अनि यस्ता कुराहरू आउँछन्। अनि सफेद चामल या सफेद वस्तु भनेको कुनै पनि चाहिँ सेतो वस्तुहरू छन् भने चाहिँ त्यहाँनिर सेतो वस्तुलाई हामी चन्द्रमाबाट हेर्छौँ होइन। अब जुन पनि चाहिँ सेतो वस्तुहरू, दुध भयो, दही भयो, यिनी यस्तो कुराहरू पनि हामीले चन्द्रमाबाट हेर्छौँ। अनि हामी लाएको चाहिँ जुन लुगाहरू छन्, कपडाहरू छन्, यदि त्यो चाहिँ सेतो छ भने त्यो चन्द्रमाले प्रतिनिधित्व गर्छ। अब चन्द्रमा खराब भएको अवस्थामा चाहिँ हामीले सेतो वस्तु दान गर्नु भनेर पनि भन्न सक्छौँ। अनि छत्र भनेको जस्तै, छत्र भनेको कोही फिल्मको डाइरेक्टरलाई माथिबाट छाता उडाउने मान्छे हुन्छ नि त, त्यो के हो त? मान्छेलाई सेवा गर्ने मान्छेहरू हुन्छन् कि। चन्द्रमा राम्रो भएको मान्छेलाई कसै न कसैबाट सेवा मिल्ने या घरमा नोकरहरू राख्न सक्ने कुराहरू हुन्छ। अनि सुन्दर पङ्खे राज चिन्ह फल भनेको एउटा चाहिँ राजाबाट पनि मान सम्मान पाएको व्यक्ति हुन्छ त्यो चन्द्रमा यदि राम्रो अवस्थामा छ भने। अनि फल, अनि पुष्प, अनि मुलायम वस्तु भनेको केही चिज छाम्दाखेरि एकदम कौलो छ नि, आनन्द के। जस्तै कुनै फुल भयो या फर्म हुन्छ नि, फर्म त्यसलाई कस्तो भनौँ भन्दाखेरि चाहिँ एउटा केही चिज त्यो गिलिक गर्ने चिजहरू फर्महरू जस्तो भयो, त्यसलाई चाहिँ हामीले चन्द्रमाबाट हेर्छौँ। अनि त्यो खेती भनेको त्यो कृषि, चन्द्रमा राम्रो भएको व्यक्तिले चाहिँ कृषि गर्न सक्छ होइन। ऊ चाहिँ तपाईँको एग्रिकल्चरमा राम्रो गर्छ कि गर्दैन भनेर हेर्नलाई हामी चन्द्रमाबाट हेर्न सक्छौँ। अनि त्यसै अन्न भयो,
अनि कृति यश मान सम्मान पाउने कुराहरू हुन्छ, मोतीको कुराहरू हुन्छ, चाँदीको कुराहरू हुन्छ, काँसको दुधको कुरा आयो। अनि चाहिँ मधुर भनेको चाहिँ मधुर पदार्थ भनेको एकदम खाना खाउँ जस्तो लागेन कि मान्छेलाई मधुरता हुन्छ नि। अनि जस्तै लस्सी भयो, सर्बत भयो, यिनी यस्ता कुराहरू। अनि जल भनेको कुनै पनि नदी खोला नाला हामीले खाने जल भयो, पिउने जल। अनि गाईको बारेमा पनि हेरिन्छ। अनि स्त्री प्राप्ति भनेको जस्तै जो जातकले चाहिँ अब सन्तान पाउनको लागि उसको कुण्डलीमा चन्द्रमा पञ्चम भावमा छ, यता चन्द्रमा चाहिँ पञ्चम भावमा रोल खेलिरहेको छ। अनि जस्तै सन्तान जन्मिने बेलामा चाहिँ चन्द्रमाको महादशा आइदियो, अन्तरमा आइदियो भने त्यहाँ चाहिँ उसको स्त्री प्राप्त भनेको चाहिँ कन्या जन्म नसक्ने पनि त्यहाँनिर हुन्छ। अनि सुखपूर्वक भोजन गर्नु भनेको जस्तै मान्छेले चाहिँ खाने बेला सन्तुष्ट भएर खान्छ कि ल्याङल्याङ गर्दै खान्छ, मलाई यो भएन, यो पनि पुगेन, मिठो छैन भन्दै खान्छ कि आरामले जस्तो दिए पनि खान्छ भन्ने कुराहरू यहाँनिर हामीले चन्द्रमाबाट हेर्छौँ। चन्द्रमा राम्रो भएको अवस्थामा चाहिँ जातकले आनन्दसँग खाने भयो। अनि राम्रो सुन्दरताका कुराहरू हुन्छन् भन्ने चाहिँ यहाँनिर हामीले चन्द्रमाको बारेमा पनि हेऱ्यौँ। अब मङ्गलबाट हेर्दाखेरि चाहिँ सत्व गुण भएको जस्तै शारीरिक र मानसिक तागत भनेको एउटा मङ्गल भनेको सेनापति हो भने चाहिँ मङ्गललाई लडाइँ झगडा गर्न मन लाग्छ होइन। अनि सत्व गुण भनेपछि त्यहाँनिर अलि शारीरिक बल देखाएर झगडा गरिहाल्ने, जस्तै युद्ध गर्न गएको मान्छेहरू यत्तिकै कहाँ चुप लागेर बस्छन् त होइन। अनि त्यो पृथ्वीमा उत्पन्न भएको पदार्थ भने चाहिँ जस्तै काठ हुन्छ, अनि कोइला हुन्छन् होइन। जस्तै यो जुन चाहिँ पृथ्वीबाट चाहिँ उत्पन्न के हुन्छ अरू जस्तै त बदाम हुन्छन्, तरुल हुन्छन्, यस्तै कुराहरू चाहिँ हामीले भन्न सक्यौँ। भाइ बहिनीको जस्तो भाइ बहिनीको बारेमा पनि मङ्गलबाट हेरिन्छ। भाइ बहिनीसँगको सम्बन्ध कस्तो छ त भन्ने कुराहरू हामीले मङ्गलबाट हेर्छौँ। अनि क्रूरता होइन, जस्तो एउटा कुनै चाहिँ नेतृत्व गर्ने क्षमता भएको मान्छे, एउटा कुनै पनि चाहिँ लिडर पुरा कोमल हुनुहुन्न कि, मान्छेलाई चाहिँ दया माया गर्नुहुन्न, त्यहाँ मात्रै क्रूरता हुनुपर्छ। अनि रहनु भयो साहस हुन्छ, साहस पराक्रम, अनि शत्रुता गर्ने भयो। यिनी मङ्गल खराब छ भने सबैसँग लड्दै हिँड्ने, शत्रुता गर्दै हिँड्ने भन्ने कुरा हुन्छ। अनि पछि रसोइको अग्नि भनेको भान्सा कोठाको आगो होइन। अनि तपाईँको जुन ठाउँमा मङ्गल हुन्छ त्यो ठाउँमा भान्सा कोठा हुन्छ। अनि सुनको कुराहरू भन्छ। अनि अस्त्रको बारेमा, चोरको बारेमा, शत्रुको बारेमा। अनि उत्साह उमङ्ग भनेको जस्तै माङ्गलिक कार्य भन्छ नि हामीले। मङ्गलिक कार्य भन्ने के हो, एउटा चाहिँ खुसियालीको कार्य, कुनै शुभ कार्य जस्तो कुराहरूलाई चाहिँ हामीले मङ्गलबाट हेर्छौँ। अनि त्यसपछि चाहिँ यहाँनिर चोटको कुराहरू हुन्छन् होइन। चोट किन हुन्छ त भन्दाखेरि चाहिँ मङ्गल भनेको लडाइँ झगडा गर्ने सेनापति वा भनौँ त्यसलाई हामी चाहिँ ग्रह पनि भन्छौँ। त्यस्तो अवस्थामा चाहिँ मङ्गल भनेको लडाइँ झगडा गर्ने भने चाहिँ त्यो व्यक्ति शान्त रहन सक्दैन होइन, त्यसलाई चाहिँ लडाइँ झगडा गर्नु पऱ्यो। त्यस्तो अवस्थामा चाहिँ हल्का अलिक चोटपटक लाग्ने सम्भावना बढी हुन्छ। मेष राशि भएको अनि वृश्चिक राशि भएको मान्छेको चाहिँ हल्का शरीरमा कतै कतै खट हुने पनि हुन्छ। अब हामी जब बुधको, अनि जस्तै चाहिँ बुध भनेको चाहिँ पाण्डित्य होइन, जस्तै राम्रो बोल्ने एउटा कलाले धनी भनिन्छ। त्यो बुध भनेको एउटा चाहिँ बानी पनि हो, मान्छेले कस्तो बोल्छ, मान्छे चाहिँ अरूसँग घुलमिल गर्न सक्छ सक्दैन भन्ने कुराहरू चाहिँ हामीले बुधबाट हेर्छौँ। अनि पछि चाहिँ विद्वानद्वारा स्तुति भन्ने चाहिँ जस्तै जो मान्छे अहिले एउटा सबैसँग मिल्ने जाने हुन्छ, सबै कुरा जानेको छ, शास्त्रको ज्ञाता छ, सबै कुराहरू बुझेको, सबै कुराहरू जानेको छ भने चाहिँ त्यसलाई के हुन्छ नि त भन्दाखेरि चाहिँ धेरै धेरै त्यो विद्वानले पनि आहा कति राम्रो भनेर सम्मान गर्ने कुराहरू हुन्छन्। जस्तै कुनै पनि कलाकारलाई कुनै एउटा त्यो राष्ट्रपति सम्मान हुन्छ नि, त्यो राष्ट्रपति सम्मान चाहिँ कसले पाउँछ भन्दाखेरि चाहिँ त्यहाँ बुध भनेपछि जस्तै कलाको कुराहरू हुन्छन् होइन। यदि राम्रो अवस्थामा छ भनेदेखि चाहिँ त्यसलाई ठुल्ठुला विद्वानहरूले पनि प्रशंसा गर्ने गर्दछन् भन्ने कुराहरू दियो। अनि मामा पनि हामीले बुधबाट हेरिन्छ। अनि वाक्चातुर्य भनेको जस्तै त्यो मान्छे कतिको त बोल्न सक्छ त भन्ने कुराहरू हुन्छ। अनि त्यो विद्यामा बुद्धिको प्रयोग, जस्तै कोही मान्छेले चाहिँ कुराहरूलाई रटेको रटी गर्छन् नि,
पढे त्यसलाई पढे बल्ल त्यो रट्छन् नि। तर त्यो बुध राम्रो भएको मान्छे सर्टकट के, त्यसलाई यसो सम्झिन्छ, त्यहाँ चाहिँ यसो गरेपछि यो हुन्छ है भनेर एन्सर थाहा पाइदिइहाल्छ क्या मान्छेले। त्यो लामो टाइमसम्म त्यसले घोक्नै पर्दैन। सामान्य रूपमा उसले चाहिँ त्यहाँ हेऱ्यो भने पनि त्यसको एन्सरहरू उसले सम्झिन सक्छ भन्ने कुराहरू यहाँनिर दियो। अनि त्यो यज्ञ भयो भगवान् विष्णुसँग सम्बन्धित भयो भने चाहिँ जस्तै पञ्चम घरसँग सम्बन्धित छ अनि नवम घरसँग सम्बन्धित छ भने चाहिँ त्यहाँनिर भगवान् विष्णुको पूजाआजा गर्दाखेरि राम्रो मानिन्छ, धार्मिक कार्यहरू हुन्छ। अनि चाहिँ सत्य वचन भनेको त्यो बुध भनेको के बच्चा हो। अनि चाहिँ बुधले सधैँभरि के गर्छ त बच्चा भने चाहिँ बच्चाले झुटो बोल्दैनन् भनेर भन्छन् नि त। अनि शिव भनेको जस्तो कुनै एउटा चाहिँ हातमा शिव भएको व्यक्ति हुन्छ। बुध भनेको जस्तै सबै कुराहरू जानेको कुराहरू पनि हुन्छ होइन। त्यसै गरी आमोद प्रमोदको जग्गा भनेको जस्तै घुम्न ठाउँ कहाँ हुन्छन् त, मान्छेहरू कहाँ गएर घुम्न सक्छन्, पार्कको कुराहरू आउँछन्। जुन ठाउँमा रमणीय वातावरण छ त्यो ठाउँलाई हामी बुधबाट हेर्छौँ भनेर यहाँनिर हामीलाई भन्यो भने चाहिँ कुनै साथीहरू इष्टमित्र भनेर भन्यो। अनि युवराज भनेको राजकुमार, अनि साथीहरूको बारेमा भन्छौँ, भान्जा भान्जीको बारेमा पनि कुराहरू हामीले बुधबाट नै हेर्ने गर्दछौँ। बृहस्पतिको बारेमा हेर्दाखेरि चाहिँ राम्रो गुण भएको अनि पुत्र सन्तान, अनि चाहिँ त बृहस्पति के हो त मन्त्री हो। अनि राम्रो बानी व्यवहार भएको, राम्रो चरित्र भएको, अनि केही कुराहरू अरूलाई सिकाउने, केही कुराहरू अरूलाई चाहिँ पढाउने, ज्ञान दिने, उपदेश दिने। अनि आत्माको महान भनेपछि चाहिँ महात्म्य भनेर भन्छ नि। जस्तै कुनै कुराहरूको धेरै अध्ययन गरेर, धेरै पढेर, धेरै एउटा चाहिँ देवताको नजिक भएर सामिप्य रहेर चाहिँ त्यहाँनिर मान्छेहरू चाहिँ महात्मा भनेर भन्छ नि त हामीले होइन। अनि वेदहरूको बारेमा अध्ययन गर्नेवाला, अनि एउटा केही कुरा सम्झनालाई धेरै समय नलाग्ने, उसले चाहिँ हरेक कुराहरू सम्झिन्छ बृहस्पति राम्रो भएको मान्छेले। अनि सबैतिर राम्रो होस्, सबैलाई राम्रो होस् भन्ने चाहने, अनि आफ्नो पनि राम्रो होस् भन्ने चाहने चाहिँ बृहस्पतिको हुन्छ। अनि सद्गति भनेको जस्तै कुनै पनि चिजमा चाहिँ सद्गति राम्रो गति होस् कि, जुन ठाउँमा गयो त्यहाँ चाहिँ सुन फलाउने भन्छन् नि, त्यस्तो खालको के हो त बृहस्पति हो। भने चाहिँ देवता र ब्राह्मणको भक्ति गर्ने मान्छे भने चाहिँ बृहस्पति राम्रो भएको मान्छेले चाहिँ देवताको पूजाआजा गर्ने गर्दछ, धार्मिक हुन्छ। अनि आफ्नो गुरुहरूको बारेमा राम्रो राम्रो कुराहरू गर्ने, ब्राह्मणलाई सम्मान गर्ने हुन्छ। अनि यज्ञ तपस्या अनि श्रद्धा होइन यिनी जस्तै धार्मिक हुन्छ भनेर पनि हामी यसलाई भन्न सक्छौँ। अनि खजाना भनेको जस्तै कुनै पनि चिजहरू त तल जमिनमा गाडेको हुन्छ नि त, सुन चाँदीहरू पहिलाको समयमा हुन्थ्यो। अनि त्यो विद्वत्ता भनेको धेरै पढे लेखेको हुन्छ। अनि चाहिँ लेख्यो हाम्रो जितेन्द्रियता भनेको इन्द्रियलाई जित्ने भने चाहिँ पाँचवटा इन्द्रियहरू छन्, तिनलाई चाहिँ के गर्छ यसले जित्छ भने चाहिँ इन्द्रियहरूलाई बसमा राख्ने क्षमता कसको हुन्छ त बृहस्पतिसँग हुन्छ। अनि त्यसपछि सम्मान भनेको गाउँ ठाउँमा सम्मान पाउने, मान सम्मान पाउने, गुरु भनेर चिन्ने कसलाई हो त बृहस्पति राम्रो भएको मान्छेलाई हो। अनि मान्छेलाई चाहिँ सबैसँग मिल्ने, दया गर्ने भने के हुन्छ त यहाँनिर बृहस्पतिलाई हेरिन्छ। अनि यदि हामी स्त्रीको कुराहरू हेर्दैछौँ, स्त्रीको बारेमा कुण्डली हेर्दैछौँ भने चाहिँ सुखको अनि आफ्नो श्रीमानको सुख कतिको हुन्छ भन्नेलाई चाहिँ हामी बृहस्पतिलाई हेर्छौँ। हाम्रो श्रीमतीको बारेमा हेर्नलाई चाहिँ हामी शुक्रलाई हेर्छौँ भने कुनै पनि स्त्रीको बारेमा, उसको श्रीमानको बारेमा हेर्नलाई चाहिँ हामीले बृहस्पतिबाट हेर्छौँ भनेर यहाँनिर दियो। अब शुक्रको बारेमा हामी कुरा गर्दैछौँ, सम्पत्तिको बारेमा कुरा गर्यो, गाडी मोटरको बारेमा कुरा गर्छ, कुनै पनि कपडाहरूको बारेमा कुरा गर्छ, अनि चाहिँ हिरा मोतीहरू बारेमा कुरा गर्यो होइन। जस्तै महँगा लग्जरियस आइटमको कुराहरू हुन्छ। अनि त्यसपछि नाच्ने गाउने यिनको एउटा सोख भएको मान्छेहरू पनि हुन्छन्। अनि राम्रो कोही जाँदाखेरि पनि टक्क लागिन चाहिँ पर्फ्युम लगाएर हिँड्ने मान्छे को हो त शुक्र राम्रो भएको मान्छे हो। अनि पुष्पको बारेमा कुराहरू गयो। अनि
चाहिँ स्त्री पुरुषसँग चाहिँ प्रसङ्ग भनेको एउटा काम वासना अलिक बढी भएको व्यक्तिको रूपमा हामीले शुक्रलाई हामी चिन्न सक्छौँ। अनि चाहिँ शय्या भनेको पलङ। जस्तै 12 भाव के हो त, हामीले हिजो पनि पढेका थियौँ। 12 भाव भनेको हामी सुत्ने कोठा बेडरुम हो। अब त्यही बेडरुममा गएर के हुन्छ त, शुक्र उच्च हुन्छ भने चाहिँ शुक्र केसँग सम्बन्धित छ त, बेडरुमसँग सम्बन्धित छ। अनि अनि त्यसै चाहिँ लग्जरियस कुराहरू हुन्छन्, अनि त्योसँग सम्बन्धित मान्छेले व्यापार गर्छ होइन। पुरा महँगा महँगा अनि हामी तिनी पलङहरू बनाउने, खाटहरू बनाउने होइन, अनि यस्ता कुराहरूमा व्यापार गर्न सक्यो। अनि त्यसपछि चाहिँ कुनै पनि धनको कुराहरू हुन्छन् होइन, जस्तो सुन चाँदीको व्यापारहरू पनि गर्न सक्यो त्यसले। अनि विवाह या अन्य शुभ कर्म भने चाहिँ मान्छेको जीवनमा विवाह कहिले हुन्छ त, अनि अरू शुभ कर्म कहिले हुन्छन् भन्दाखेरि चाहिँ शुक्रको टाइममा हुँदाखेरि, शुक्रको महादशा अन्तरमा हुँदाखेरि चाहिँ त्यहाँनिर विवाह अनि आदि शुभ कर्महरू हुन्छन् भनेर यहाँनिर भन्यो। त्यसपछि यहाँनिर हामीले अगाडि पनि भनेका थियौँ कि यदि हामी चाहिँ पुरुषको कुण्डलीमा शुक्रबाट चाहिँ हामीले श्रीमतीको पनि सुख हेर्न सक्छौँ। अनि होइन, विवाह भइसकेपछि र विवाहिता पत्नी से कैसे सुख है, और विवाहिता के अतिरिक्त भने चाहिँ विवाह भइसकेपछि पनि त्यसको कुनै बाहिर चक्कर चल्छ कि चल्दैन त भन्ने कुराहरू चाहिँ हामीले शुक्रबाट हेर्छौँ। अब यसै गरी अनि यहाँनिर भन्यो कि जस्तै तपाईँको चाहिँ बृहस्पति चाहिँ श्रीमानको कारक हो, अनि शुक्र चाहिँ स्त्री कारक हो भने चाहिँ जो चाहिँ ज्योतिषले यिनी कुरालाई बिर्सन्छ, यिनी कुराहरूलाई हेर्दैन भने चाहिँ त्यहाँनिर चाहिँ फलादेशमा धेरै गलत हुन्छन् भनेर भन्यो होइन। जस्तै हामीलाई चाहिँ एउटा कुनै पनि स्त्रीले आफ्नो श्रीमानको बारेमा हेराउन आउनुभयो भने चाहिँ त्यहाँनिर बृहस्पतिलाई पनि हेर्नु अति आवश्यक हुन्छ भनेर यहाँनिर भन्यो। एउटा यहाँनिर चाहिँ मजाको इक्जाम्पल पनि दिएको रहेछ। जस्तै शुक्रको महादशा रहेछ, अनि त्यसको चाहिँ 22 वर्षको उसको उमेर रहेछ। अनि त्यसपछि 24 वर्षमा चाहिँ यसको सूर्यको महादशा सुरु हुने रहेछ भने चाहिँ अहिले 22 वर्षको भई अब 2 वर्षपछि चाहिँ सूर्यको महादशा हुन्छ। अनि उनलाई चाहिँ तपाईँ अरू अरू हेराउने मान्छे ज्योतिषले चाहिँ सूर्य सप्तमेश भएको कारणले गर्दाखेरि चाहिँ अबको 2 वर्षपछि विवाह हुन्छ भनेर अरूले भनेछन् भने चाहिँ उसले चाहिँ यो जुन लेखकले चाहिँ शुक्र स्त्रीकारक भएको हुनाले चाहिँ त्यहाँनिर शुक्रमा विवाह हुन्छ भनेर भनेछन् र त्यसको चाहिँ फलादेश ठिक भयो भनेर भन्नुभयो भने चाहिँ भावेशलाई मात्र हेरेर हुन्न होइन, भावको स्वामीले मात्र हेरेर हुन्न। अनि कुनै पनि भावमा बृहस्पति छ र ऊ चाहिँ त्यसैको अन्तर्दशा आएको छ भने त्यहाँनिर सन्तान पनि हुन्छन्। सन्तानसँग सम्बन्धित जुन मान्छेलाई सुख मिल्छ त्यो पनि हामीले बृहस्पतिबाट नै हेर्न सक्छौँ भनेर यहाँनिर दिन्छ। भने चाहिँ शुक्र अच्छा भयो, मतलब शुक्र राम्रो भयो भने चाहिँ त्यहाँनिर स्त्रीसँग सम्बन्धित विलासिता पनि यहाँनिर दिन्छ भनेर दियो। अब यसै गरी हामी यो कुरा गरौँ शनिको बारेमा। शनि भनेको आयु हो, शनि भनेको चाहिँ मृत्यु हो, भय हो, केही चिजको हानि हो होइन, केही चिजको अपमान हो, अनि रोगी हुनु हो, दुःख सङ्घर्ष दरिद्रता हुनु हो, बदनामी हुनु हो, कुनै पाप कर्म गर्नु हो, एकदम तल्लो लेभलमा रहेर कर्म गर्नु हो, मजदुरी कर्म गर्नु हो। अनि त अपवित्र भनेर भने चाहिँ कुनै पनि ठाउँमा चाहिँ पवित्र भएर नजानु, यत्तिकै चप्पल लाएर हिँड्ने, कतैतिर होइन, धेरै सरसफाइ नहुने, बिहान उठेर ननुहाउने, अनि धेरै पूजापाठ नगर्ने, अनि चाहिँ अरूलाई चाहिँ निन्दा गर्ने भने चाहिँ राम्रो कुरा नभन्ने अरूलाई, यिनी यस्ता कुराहरू हुन्छन्। आपत्ति भनेको धेरै आत्तिने अनि हुन्छ भने मन सफा नहुने मान्छेको होइन, अनि चाहिँ जुन काम नगर भनेको चाहिँ त्यही काम गर्ने खालको चाहिँ यहाँनिर हुन्छन् भनेर भने चाहिँ। अनि चाहिँ मर्नेका सूतक भने चाहिँ जुन समयमा शनिको त्यो गोचर हुन्छ अनि त्यो समयमा जस्तै दोस्रो भाव छैटौँ भावमा यदि शनिको त्यो गोचर भयो भने त्यहाँनिर कसैको चाहिँ मृत्यु हुने सम्भावना बढी हुन्छ। निज व्यक्तिको आश्रय भनेको जस्तै
अलि चाहिँ निज व्यक्ति तल्लो लेभलमा रहेका मान्छेहरूसँग आश्रय लिएर मान्छेले के गर्छन् त आफ्नो जीविका पाल्छन् भने चाहिँ अनि पछि चाहिँ भैँसी पालन गर्नु अनि कर्जा लिनु ऋण लिनु अनि लोहेकी वस्तु भनेको फलामको कुराहरू हुन्छन् फलामको व्यापार गर्नु अनि दास भनेको अरूको व्यक्ति अरूसँग मिलेर काम गर्नु वा चाहिँ अरूको कुनै मालिकको घरमा गएर तल्लो लेभलमा काम गर्नु या चाहिँ त्यसको दास भएर रहनु भनेर भन्छ अनि जेल जानेको कुराहरू हुन्छन् अनि चाहिँ कसैबाट चाहिँ तपाईँको भने खेतीपाती गर्ने एग्रिकल्चर कामको लागि चाहिँ हामीले सूर्यलाई हेर्छौँ तर यहाँनिर हाम्रो शनिलाई पनि हेर्नुपर्छ भन्ने कुराहरू यहाँनिर दियो होइन। अब चाहिँ तपाईँ सूर्यलाई किन हेर्नुपर्छ भन्दाखेरि चाहिँ जस्तै यदि सूर्य भएन भने त्यहाँनिर चाहिँ तपाईँको वन जङ्गलहरू अनि वनस्पतिहरूको केही सम्भावना हुन्छ त हुँदैन नि त्यही भएर सूर्य पनि चाहियो शनि चन्द्रमा यिनी कुराहरू चाहिँ हामीले हेर्नुपर्छ भन्ने कुराहरू दियो। हामी आज यति गर्छौँ भोलिको दिनमा चाहिँ हामी 8औँ नम्बरको श्लोकबाट हामी चाहिँ अगाडि बढ्नेछौँ। अब त्यसपछि चाहिँ हरेक ग्रहको बारेमा स्वरूप भनेको छ। अब हामी आजलाई यति गर्छौँ। जय श्रीराम।